स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार पर्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ र मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, रासोपाको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनीतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्न चाहन्छु। यहाँहरूको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ, धेरै मानिसको बलिदानी चढेको छ। यही बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौँ। तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु। घाइते साथीहरूलाई सम्झन चाहन्छु जो आज शरीरभरि छर्रा बोकेर, घाइते शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने हुटहुटी बोकेर राजनीतिमा लागिरहनु भएको छ। ती सबैलाई एकमुष्ट सम्झन चाहन्छु। रासोपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैर राजनीतिक मानिसहरू आइपुगेका छन्। यो एउटा बाध्यता हो, यो रहर थिएन। हामीले पटक पटक भन्यौं तर हाम्रो कुरा सुनिएन, धेरै पटक भन्यौं सुनिएन, टेलिभिजनको पर्दाबाट भन्यौं सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौं सुनिएन, यतिसम्म कि जेलको काल कोठरीबाट पनि भन्यौं सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ, तर आजभन्दा 1 वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो। तपाईसँग साक्षात्कार गर्ने मसँग पनि माध्यम थिएन। भैरवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो। अरूका लागि जेल एउटा ठुलो कम्पाउन्ड हुन्थ्यो, मेरो लागि एउटा गोल घर, एउटा कोठा नै जेल बनाएर सरकारले सुविस्तासँग राखेको थियो। मैले तपाईहरुलाई धेरै सम्झेको थिएँ। म आज तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु। जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ, त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईहरुको हातमा भएको तस्करले दिएको घडी खोज्नेछ र त्यहाँ हक्कडी लगाउनेछ भनेको कुरा मलाई सम्झना छ। तर आज परिस्थिति फेरिएको छ, बदलिएको छ। बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्म गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन। यो मलाई र रासोपालाई राम्रोसँग थाहा छ। आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला। देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईहरु जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसबाट बाहिर जाने छैनौँ। यसअगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन। त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु। र रासोपाले त्यो लाइन क्रस गर्दैन। यहाँहरू निर्धक्क भएर यहाँबाट जानुहोला। यहाँ पनि एउटा सानो अनुरोध गर्न चाहन्छु। राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु। विशेष गरेर दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमाले भित्र कहीँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्याराहरू सुल्झिएनन् भने
समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनु होला। आफ्नो दल मात्र होइन, अन्य दलहरूका अप्ठ्यारा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जानेछ र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ। यसअगाडि राजनीतिक दलहरूप्रति स्पर्धी भने हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन। हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनु हुँदैन, त्यो सकिनुपर्छ। कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ। हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठुलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्नेछ। हामीले एक अर्कालाई जवाफ दिनु पर्दैन, हामीले इतिहासलाई जवाफ दिनुपर्छ। इतिहासका लागि पनि हामीले हाम्रा वैमनस्यहरूलाई तत्काल त्यागेर